टासिदेलेक नमस्कार टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलेलामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो सङ्गो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। चीनले जावोम्बोमा पक्राउ परेका तिब्बतीहरूलाई मेडिकल केयर दिन अस्वीकार। संयुक्त राष्ट्र विशेषज्ञहरूले बेपत्ता भएका तिब्बती भिक्षुहरूको बारेमा चीनलाई प्रश्न। सिचोङ पेम्पा छिरिङद्वारा सिटिएस स्कुल यात्राको समापन। तिब्बती बौद्ध विद्वानहरूद्वारा साइकोफिजियोलोजीको नतिजा प्रस्तुत। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसीद्वारा 19औं उत्तरी अमेरिका तिब्बती संघ सम्मेलनको आयोजन। डाक्टर एडियन पिङ्कवार्डलाई चीन तिब्बती संवादका लागि चीनलाई राजी गर्न अनुरोध। अब समाचार विस्तारमा। हालै जावोम्बोबाट गिरफ्तार गरिएको 121 मध्ये एक तिब्बती महिला केसाङ डोमालाई गम्भीर अवस्थामा रहेको बताइएको छ। चीनको सेरसुल काउन्टीका हिरासतमा राखेका 50 वर्षीय केसाङ डोमालाई अस्पतालमा मेडिकल सहायताको लागि अनुमति दिन अस्वीकार गरेका छन्। स्रोतका अनुसार केसाङ डोमालाई सेरसुल काउन्टीको अस्पतालमा लगिएको थियो, जहाँ उनको उपचारको आश्वासन अस्वीकार गरेको थियो। जब अर्को अस्पतालमा उपचारको लागि अनुरोध गर्दा अनुमति दिन अस्वीकार गरेको थियो, किनकि दुवै काउन्टी अस्पताल अधिकारीहरू र पुलिस अधिकारीहरूसँगै काम गरिरहेका थिए। केसाङ डोमा र अन्य तिब्बतीहरूलाई आवश्यक चिकित्सा हेरचाह प्राप्त गर्नको सट्टा हिरासतमा राखिएको छ। सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका मानव अधिकार डेस्कको डुक्तेन कीले यस क्षेत्रमा बिग्रेको स्थितिको माथि चिन्ता व्यक्त गर्नुभयो। The Chinese authorities, instead of providing treatment and medical care, has subjected her to detention, and she continues to be in the detention center as of now. So we do not have the exact information of what condition she is suffering. However, it is concerning to hear that Kesaң Doma, for short she is more known as Kadu in her region, has been refused the permission to seek medical treatment from another hospital instead of the county hospital, where the officials at the county hospital have said that they couldn't guarantee whether they will be able to treat her. So after that, when the permission was sought for her to seek treatment in another hospital, that was refused. So as per the international human rights law, including the Universal Declaration on Human Rights and International Covenant on Civil and Political Rights, which China has signed and ratified, specifically in Article 9 of these two law, in the human rights laws, says that no one shall be subjected to arbitrary arrest or detention. So it is very clear that the arrest of around 120 Tibetans by the Chinese officials in Zaoyombo is completely against international law. संयुक्त राष्ट्र संघका विज्ञहरूको एउटा समूहले संयुक्त रूपमा तिब्बती भिक्षुहरू गोशरब ग्यासो र आम्दो गाबाबाट रिन्चिन सुजिमको बेपत्ता भएको बारेमा चीनलाई प्रश्न गरेको छ। संयुक्त राष्ट्र कार्य समूहले संयुक्त रूपमा चीनलाई गोशरब ग्यासोको तत्कालै जानकारी प्रदान गर्न आदेश दिएको छ र चीनमा पठाएको संसारमा रिन्चिन सुजिमको गिरफ्तारी, हिरासत र सजायको लागि कानुनी आधारहरू माग्नेछन्। एक तिब्बती बौद्ध विद्वान गोशरब ग्यासोलाई 2 अक्टोबर 2020 मा सिचुआन प्रान्तको चेङदुमा पक्राउ गरेको थियो। तबदेखि उनको अवस्था र ठेगानाबारे केही पनि जानकारी प्राप्त भएको छैन। उनले तिब्बती दर्शन, संस्कृति र गुम्बाको शिक्षा प्रणालीमा
धेरै किताबहरू प्रकाशित गरिएको छ। ngapa नङसिन गुम्बाका अर्को तिब्बती भिक्षु रिन्चिन चुल्डिमलाई 27 जुलाई 2019 मा ngapa सार्वजनिक सुरक्षा ब्युरोको चिनिया अधिकारीहरूद्वारा मनमारी ढङ्गले गिरफ्तार गरी हिरासतमा राखिएको छ। 23 मार्च 2021 मा मात्रै थाहा भयो कि उनलाई 4.5 वर्ष जेल सजाय सुनाएको थियो र उहाँको विरुद्ध लगाएको आरोप, परीक्षणको मिति र अदालत जहाँ मुद्दा चलेको थियो सबै अज्ञात छन्। सिक्योङ पेम्पा छिरिङले सेन्ट्रल तिब्बती स्कुल प्रशासन CTSA अन्तर्गतका 5 विद्यालयहरूको भ्रमण र भारतको राजधानीमा उच्च अधिकारीहरूसँगको बैठक सम्पन्न गर्नुभयो। गत हप्ता सोमबार सिक्योङले भारत सरकारको शिक्षा मन्त्रालयका महासचिव श्रीमती लामचोङगोई स्विटी चाङसन र नयाँ दिल्लीमा केन्द्रीय तिब्बती स्कुलका प्रशासनका सम्बन्धित अधिकारीहरूसँग भेट गरेका छन्। उनीहरूले CTSA विद्यालयहरूको स्थानान्तरणको लागि प्रमुख प्रक्रियाहरूमा छलफल गरेका छन्, जुन केन्द्रीय तिब्बती प्रशासनका शिक्षा विभाग अन्तर्गत सम्बोधन तिब्बती स्कुल सोसाइटीमा हस्तान्तरण हुन बाँकी छ। सिक्योङले त्यही दिन माननीय कानुन मन्त्री श्री किरण रिजिजुसँग पनि भेट गर्नुभएको थियो। हबरपुर, मसुरी, कालिम्पोङ र दार्जिलिङमा CST स्कुलहरूको भ्रमणको क्रममा सिक्योङले तिब्बती स्कुलहरूको विशेष गरी CTSA अन्तर्गत स्कुलहरूको दुर्व्यवस्था र समीक्षा गरियो र सङ्क्रमणको लागि आवश्यक कामहरू बताउनुभयो। सिक्योङले 5 CTSA विद्यालयहरूको वर्तमानको स्थितिको आकलन गर्न, उनीहरूको दृष्टिकोण र सुझाव बुझ्न यी विद्यालयहरूका सम्बन्धित कर्मचारीहरूसँग कुराकानी गर्न उनले भ्रमण गरेको उल्लेख गरेको छ। सिक्योङले यस क्षेत्रका विभिन्न तिब्बती केन्द्रहरू जस्तै तिब्बती शरणार्थी स्वयं सहायता केन्द्र, चकपुरीमा स्थित तिब्बती चिकित्सा संस्थान र तिब्बती संस्कृतिको मञ्जुसी केन्द्रको भ्रमण गरी यी केन्द्रहरूप्रति पूर्ण सहयोग र समर्थन प्रदान गर्न आश्वासन दिनुभयो। पहिलो पटक भारतको दक्षिणमा बौद्ध तिब्बती गुम्बाहरूमा अद्वितीय साइकोफिजियोलोजिकल र शारीरिक अध्ययनको एक श्रृङ्खलाको नतिजा IOP 2021 साइकोफिजियोलोजीको विश्व कङ्ग्रेसमा गत हप्ता बिहिबार प्रस्तुत गरियो। ध्यान अभ्यासको विश्व प्रसिद्ध शोधकर्ता डाक्टर रिचर्ड जे डेभिडसन, प्रोफेसर स्वेटस्लाव मेडेवडेव, डाक्टर टोनी टिडवेल, तेन्जिन लोडेन, मेन्जिखाङका तिब्बती खगोल विज्ञान व्यवसायी र डाक्टर ngawang जिम्बाले सङ्गोष्ठीमा आफ्नो अनुसन्धान रिपोर्ट प्रस्तुत गर्नुभयो। साइकोफिजियोलोजी अफ मेडिटेसन शीर्षकको एक अन्तर्राष्ट्रिय सङ्गोष्ठीले रुस, संयुक्त राज्य अमेरिका र भारतबाट सहभागीहरूलाई आकर्षित गरेको थियो। तिब्बती दूतावास कार्यालय वाशिंगटन DC द्वारा 19औं उत्तरी अमेरिका तिब्बती सङ्घ सम्मेलनको आयोजना गर्नुभयो। संयुक्त राज्य अमेरिकामा आधारित 15 तिब्बती सङ्घहरूका अध्यक्षहरू र सचिवहरूद्वारा भाग लिएको सम्मेलनमा परमपवनज्यूको स्वास्थ्य र सुरक्षा सम्बन्धी मुद्दाहरूमा 23को प्रस्तावसहित छलफल भएको थियो। यसले तिब्बतमा चिनिया सरकारको आत्मसद्भावी नीति, पर्यावरण विनाश र मानव अधिकारको दुरुपयोगको पर्दाफास गर्न र्याली, विरोध र वकालतको लागि राजनीतिक रणनीतिहरूलाई आकर्षित गरेका थिए। वाशिंगटन DCमा 19औं उत्तर अमेरिकी सङ्घ सम्मेलन 2021 को सेप्टेम्बर 4 देखि 6 तारिकसम्म तिब्बतको लागि कङ्ग्रेसको सहयोगी बेन मैकएडम र क्रिस स्टिवर्टले तिब्बतको लागि आफ्नो पूर्ण समर्थन दिन आश्वासन दिनुभयो। तिब्बत दूतावास कार्यालय वाशिंगटनका सचिव टसी दुन्डुबले आर्थिक मामिला समर्थन मन्त्री प्रोफेसर एन्ड्रियस पिङ्कवार्टलाई मध्यम मार्ग दृष्टिकोणको जितको प्रस्तावको बारे चिनिया नेतृत्वलाई राजी गराउनको लागि अनुरोध गर्नुभयो र परमपवनज्यूको प्रतिनिधिसँग वार्ताको पुनर्स्थापनाको लागि उनको हस्तक्षेपको आग्रह गरेका छन्। मन्त्रीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो। सचिव टसीले यस हप्ता बुधबार विलार्ड इन्टरकन्टिनेन्टल होटलमा 21औं शताब्दी मेगा ट्रेन्ड्सको एक छलफलमा भाग लिनुभयो। विभिन्न सङ्गठनहरू र दूतावासहरूबाट लगभग 40 सहभागीहरूले कार्यक्रममा भाग लिएका छन्। कार्यक्रम फेडरिक नोमन सिफ्टङ र समकालीन जर्मन अध्ययनको लागि अमेरिकी संस्थानद्वारा आयोजित
गरिएको थियो। हस् त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेलिक नमस्ते।